guys, welcome to my YouTube channel. आज चाहिँ हामी गइरहेको छौं एकजना साथीको बर्थडे थियो अनि यो बुके चाहिँ मेरो साथीको लागि ओइ बस्यो दिनु न ए हुन्छ फेरि लग्दिनु भित्रै हामी मात्रै जाँदै छौं भर्खर गाइस यो आज बर्थडे हो त्यसैले मलाई गिफ्ट मिलेको छ अब हेर्नु नआउनु भने यो मान्छे मेरो बर्थडे हो नि त हेलो गाइस वेलकम टु माय युट्युब च्यानल अनि हामी चाहिँ एकजना साथीको बर्थडे थियो अनि त्यो सेलिब्रेट गर्न गइरहेको छौं अनि यहाँ चाहिँ स्याटरडे पनि थियो अनि त्यसैले चाहिँ अलिअलि घुम्न आएको हो कृपया मेरो भिडियो हेरेर मनोरञ्जन गर्नु होला तपाईहरु नआउन पाए पनि गाइस हेर्नु सीन दामी छ हेर्नुस् गाइस कहाँ यहाँ राम्रो झर्ना हेर्नुस् राम्रो छ भित्र खानेकुरा खानु मिल्दैन यहाँ भित्र चाहिँ ल ल राख्ने मात्र यहीँ छोडिदिनु लिन मिल्छ किन लिन त मिल्ला नि लिन मिल्यो खाना चाहिँ मिल्यो 4 बजे यस्तो राम्रो छ भ्यू सुन्नु के अरे के कस्तो भिडियो बनाएको धेरै रहेछ नि ठाउँ त यार घुम्न व्हाइट हाउस यही हो ल व्हाइट हाउस देखाउन गइरहेको छु म हजुरहरूलाई भिडियो मार्फत हेरेर तपाईहरु मनोरञ्जन लिनुहोला गाइज यही हो मेरो आजको ब्लग यो चाहिँ गोदावरीको व्हाइट हाउस हाम्रो ठ्याक्क 4 बज्न आँटिसक्यो 3:30 भइसक्यो अनि यहाँ चाहिँ बन्द भइसक्दो रहेछ 4 बजे त्यसैले हामीलाई आज ब्लग पनि भिडियो पनि खासै हामीले बनाउन पाएनौं सानो सानो क्लिप मात्र राखेको छु जति छ त्यति चाहिँ हाल्दै छु अब बाँकी चाहिँ अरु कुनै दिन आए भने चाहिँ हाल्छु मैले आजको चाहिँ मेरो सानो ब्लग हुने भो गाइज यो पनि सिडी छ यस्तो भिड छ गाइज अब चाहिँ हामी आधा बाटो पुगिसक्यौं हिँड्नुपर्छ अलिकति धेरै अनि फाइनली यहाँ चाहिँ एकदमै भिड छ हेर्नु पुरै आउँदैछन् के गर्ने अलि ढिलो पुगेको कारणले आधी घण्टा पनि बस्न पाइएन भिडियो पनि खासै बनाउन पाइएन जस्तो हुन्छ त्यस्तै फटाफट बनायौं हो राम्रै हो होला जस्तो लागिरह अब कस्तो हुन्छ थाहा छैन अलिकति अगाडिसम्म पुगेपछि अनि हामी ट्याक्सी बुक गरेर रुममा जान्छौं गाइज यति राम्रो बुके छ गाइज मलाई एकदमै मन पर्यो अर्कोचोटि आयो भने पक्कै लग्छु मैले बुके अब यस्तो चाहिँ गाइज यहाँबाट चाहिँ लखड्दैन अगाडिबाट चाहिँ लखटिसक्यो पहाडको भ्यू हेर्नु दामी छ हेर्नु यति दामी सामान छ यहाँ आन्टी चाहिँ बेसरी रिसाउनु भएको छ होइन आन्टी हामी चाहिँ 3 बजे आएर आधी घण्टा 1 घण्टा पनि घुम्न पाएनौं तपाईहरु आउँदाखेरि चाहिँ बिहामा छिटो आउनु होला नभए 1
कतातिर आउनु होला गाइस। हजुरहरूले सोच्नु होला बुके केकहरू लगेर कहाँ गयो यिनीहरू भनेर। त्यस्तो त केही पनि होइन। आज सटरडे अनि त्यसपछि हामीले चाहिँ यसो फोटो खिच्नको लागि चाहिँ बुके किनेको। फोटो खिच्नलाई भन्दा पनि हामी आउँदा चाहिँ यस्तो राम्रो बुके भेट्यौँ, लैजाऊँ न त फोटोसोटो खिचौँला भनेर किनेको। अनि केक चाहिँ हामीले यत्तिकै आफूले रमाइलो गर्नलाई केक काटेर सानो पार्कमा रमाइलो गरेको। अनि खानेकुराहरू पनि तन्नै लगेर गएको थियौँ, तर भिडियोमा राख्न पाएन समयको कारणले गर्दा। धन्यवाद गाइस। बुके हेर्नु मन परेपछि अर्डर गर्नु होला। कति राम्रो राम्रो छ, तर मैले चाहिँ यो वाला लगेको। गाइस हाम्रो चाउमिन चाहिँ आइसक्यो। यो चाहिँ 70 रुपियाँको चाउमिन हो गाइस। गोदावरी पार्कको नजिकै रेस्टुरेन्टमा 70 रुपियाँको हाफ, दुईवटा चाहिँ 140 रुपियाँको। ल हामी चाहिँ चाउमिन खाना गइरहेको छौँ गाइस। खाएर म तपाईँलाई भन्छु ल गाइस। बाई चाउमिन हेर्छ चाउमिन खाइदिनु।